सम्पूर्ण मेरा टिकटक फ्यामिली साथै फेसबुक फ्यामिलीहरुमा मेरो हृदयदेखि नै नमस्ते अनि जय देश भन्न चाहन्छु। आज चाहिँ म तपाईहरुमाझ एउटा इन्क्लुसिभ भिडियो देखाउन लागेको छु। कृपया यो भिडियो हेर्नु होला। व्यापारी इस टाइम बहुत करो या मरो की स्थिति में आ गए। 20 दिन से लमसम बॉर्डर की स्थिति बहुत तनावपूर्ण है। इसमें हमारे भिडियो पूरा हेर्नु पनि हैन। हिजो नेपाल सरकार अर्थात् बालेन सरकारले इन्डियाबाट नेपाल आउने नेपालीहरूले 100 रुपैयाँ भन्दा बढीको कुनै पनि सामान बिना कर नेपालमा ल्याउन पाइँदैन भनेर कानुन बनाउनु भएको थियो, नियम लागू गर्नु भएको थियो। किन भनेर त्यतिखेर तपाईहरुले विरोध गर्नु भएको थियो नि। त्यो जुन 200-300 रुपैयाँको केराहरू पनि लात्ताले फुटाएर प्लास्टिक फुटाएर फालेको थियो, त्यो किन नेपाल सरकारले प्रतिबन्ध लगाए त भारतबाट यस्तरी खुद्रा सामानहरू किन्नलाई भनेर तपाईहरुले प्रश्न किन प्रश्न राखेको थियो नि। यो भिडियो हेर्नु होला। बड़ी समस्या उत्पन्न हो गई है जो नेपाल ने 100 रुपये वाला नया नियम लागू किया है उसको लेकर। तो हम भारत सरकार और आपके चैनल के माध्यम से भारत सरकार को यह अवगत कराना चाहते हैं कि हमारी इस समस्या को वो जल्द से जल्द निस्तारण करके और हम लोगों के साथ न्याय करें, जो कि हम लोगों के आगे रोजी रोटी का संकट पैदा ना हो सके। भिडियो हेर्नु भने हैन। अब यो भिडियो हेरिसकेपछि बालेन सरकारले इन्डियाबाट 100 रुपैयाँ भन्दा बढीको सामान किन चाहिँ नेपालमा बिना कर ल्याउन नदिँदो रहेछ त भनेर पक्कै पनि बुझ्नुभयो होला। बुझ्नु भएन भने अझै पनि यो भिडियो हेर्नु होला। लिमिट से परेशान है और 1 रुपए का भी व्यापार नहीं है। हमारी रिक्वेस्ट है आपके माध्यम से, मीडिया के माध्यम से, जिस तरीके से हम लोगों ने यति भिडियो हेरेपछि त पक्कै पनि तपाईहरुको मन पनि छर्लङ्ग भयो होला। बालेन सरकारले 100 रुपैयाँ भन्दा बढीको सामान किन ल्याउन नपाइँदो रहेछ, किन चाहिँ प्रतिबन्ध गरेको रहेछ भनेर हैन। अब 15-20 दिन 1 महिना पनि भएको छैन होला। अब रुवाबासी सुरु हुन लागिसक्यो। अब आफ्नो गभर्नमेन्टसँग माग गर्न राखिसक्यो। यो चाहिँ बालेन सरकारसँग कुरा गरेर बोर्डर छेउछाउको नेपाली कस्टमरहरू चाहिँ हामीमाझ बोलाउनु पर्यो भन्ने जस्तो यावत कुराहरू आइसक्यो। अब नेपाली बजारलाई प्राथमिकता दिउँ, नेपाली सामानलाई प्राथमिकता दिउँ, नेपाली किसानहरूले उब्जाएको सागसब्जीलाई प्राथमिकता दिउँ भन्न चाहन्छु। जय देश जय नेपाल।